ठुक्क सुशीला कार्की केपी ओली रमेश लेखक चुनावपछि चाहिँ सत्तामा आएर रवि लामिछानेको कस्तो अहिले चाहिँ हाल गरेको छ त्यस्तै आफ्नो गर्ला भन्ने डरले चाहिँ केपी ओली रमेश लेखकलाई चाहिँ समात्न नसकेका हो के। सुशीला कार्की मान्छे पनि बुढो दिमाग पनि बुढो भइसक्यो के। उनीहरूलाई चाहिँ समातेर कर्या झ्यापारेर जेलमा हालेर होइन देशको कानुनलाई चाहिँ चेन्ज गरेर अध्यादेश ल्याएर चाहिँ होइन यस्तो भ्रष्टाचार यो गिरिबन्धु होइन भुटानी शरणार्थी अनि वाइट बडी यिनीहरू धेरै काण्डहरू छन् तिनीहरूको सबैलाई चाहिँ जेलमा हालेर चाहिँ यस्तो भ्रष्टाचार गर्नेहरूलाई चाहिँ आजीवन कारावासको सजाय या जन्मकैद या फाँसीको सजाय भन्ने अध्यादेश एउटा कानुन पास गरेर चाहिँ तिनीहरूलाई सधैँको लागि उम्किनु नदिएर चाहिँ होइन भित्र हालेको भए त सजिलो हुन्थ्यो नि। मान्छे पनि बुढो र दिमाग पनि बुढो यस्तो डरपोकलाई पनि नेपालको प्रधानमन्त्रीमा राखेको थुक्क साला जेन्जीहरू केपी ओली रमेश लेखक सिडिओ यिनीहरूलाई चाहिँ नसमातेर उल्टै जेन्जी साथीहरूलाई जुन जेन्जीले तपाईँलाई कुर्सीमा बसाल्यो त्यही जेन्जीलाई अहिले अरेस्ट गर्ने लाज लाग्दैन तपाईँलाई? के खानुहुन्छ? खाना त खानुहुन्छ, गु त खानुहुन्न नि, दिशा टोयलेट त खानुहुन्न नि। तपाईँ सोचाइ कस्तो सोचाइ? त्यति पावर त्यति डर लाग्छ भने त्यति पावर हातमा हुँदाहुँदै डर लाग्छ भनेपछि चाहिँ किन कुर्सीमा बसिरहनु प्रधानमन्त्रीको? छोड्नु नि। कोही छैन नेपालमा? कस्तो कस्तो युवाहरू छ। दुर्गा प्रसादले के भन्थ्यो भने म चाहिँ प्रधानमन्त्री भएको भए पहिला त उनीहरूलाई चाहिँ जेलमा कोस्थे त्यसपछि चाहिँ अनुसन्धान गरेर चाहिँ के भएको कस्तो भयो छानबिन गर्थे भन्थ्यो।